एभ्रिवान, गुड इभिनिङ। आज चाहिँ म सहरको हल्ला अनि सोचाइको पल्युसनदेखि चाहिँ धेरै टाढो आएको छु। मौला आएको छु नाम्फिङ अनि सुन्दर वातावरणमा छु। यता पर चाहिँ हाम्रो हजुरबाले गाईको धन्दा गर्नुहुँदैछ। ला तर्सेको हेर्नु। लु हजुर प्रणाम। नातिनी यत्रो बाद आकी चाहिँ मौला। त्यही त के भन्नु अब। खुसी हुनुहुन्छ कि हुनुहुन्न? खुसी त हो। हाम्रो आमा यस्तो छ। शीतल भइरहेको छ, नभए चाहिँ यो एकदम गरम जग्गा हो। सुन्दा निदाउनु हुँदै थियो त। अघि भर्खर भिडियोमा हेरेको। मामाले देखाउनु भएको भर्खर। यहाँ चाहिँ हजुरबा खासमा खुट्टा धुनु हुँदैछ। हो त, कस्तो राम्रो देखिँदै रहेछ हेर्नु त। कहाँ सुट गरेको मैले। को हो यो मान्छे? उयो देखिँदै गरेको। कस्तो हँसाएको अन्त तपाईँ चाहिँ। अन्त त होइन होला तर। हो म चिन्छु त। अन्त मैले चिने भने भयो होइन कि भएन? च्याउ ल नङ्लेको हुन्छ तपाईँलाई। कस्तो दिक्क लागेर आएको, कस्तो शान्ति भइरहेको छ। वक्क लाग्यो नि। अनि बिहान उठ्यो, पकायो, खायो, गयो, दिनैभरि बाहिर बस्यो। बेलुका आयो, पकायो, खायो, त्यही झर्को। जीवनको रफ्तार नै त्यही छ, नखाइकन बस्न सकिँदैन। त्यो अब भन्छ नि त, जिन्दगीमा चाहिँ नि हजुरबा ठुला बडाको आशीर्वाद लिइबस्नुपर्छ, माया पाउनुपर्छ भन्ने चाहिँ हो रहेछ। अन्तै त म आएको आज हेर्नु त। त्यस्तै त जम्मै पकाउँछन्, खान्छन्, आफ्नो काम गर्छन्, राति सुत्छन्। त्यहाँदेखि उताको नभन्नु, मलाई थाहा छ। पढ्ने विद्यार्थीले पढ्छन्, अब उद्योग गर्नेहरूले गर्दै गर्छन्, के गर्दै गर्छन्, बुढा भएपछि के गर्दै गर्छन्। यो जीवनको अब रफ्तार नै त्यस्तै छ। यो कहिले टुङ्गेर जाने छैन। त्यसै कारण त गीतामा भन्छ नि, ऊर्ध्वमूलपत साख्या मध्यस्थ प्रौरभ्यम छन्दासी यस पर्णानि यस्तम वेद च वेदविद। त्यो भनेको चाहिँ के हो? यो एउटा उँभो फर्केको छ, देखेर कता उँभो फर्केको। यो जस्तो यो अरू रुखहरू उम्रेर उँभो बढ्दै जान्छन् नि। हजुर। तर यो एउटा यस्तो खालको अचम्म रुख छ, उँभो उम्रेर उँभो बढेर जान्छ। जसको जरा पनि उँभो छ। हजुर हो, जरा उँभो छ। जरा उँभो छ, पात उँभो छ। धागा उँधो बढेर गएको। त्यो चाहिँ को हो? मान्छे? असङ्ख्य यो भनेको चाहिँ असङ्ख्यसँगले बढेर गएको। असङ्ख्य धेरै कति हो, कति त्यसको विस्तार नै छैन। त्यो चाहिँ के हो? मान्छेको सोच के हो? मैले बुझिनँ। ए आज हामी त्यो तताएर खानुपर्छ दुध। जाउँ। अन्त त्यहाँबाट के हुन्छ त भन्दाखेरि मैले माइक लिएर आउनु पर्दैछ नि, मैले बोकिनँ त। क्लियर आउँथ्यो नि सोच। आजको हाम्रो चिफ गेस्ट त नारायण ब्रह्मा विष्णु शिव सनकादि ऋषि हजुरमा घोटिन्छ आज। यता चाहिँ आँगन केही सुन्नेको छैन होला यहाँ चाहिँ।
एकछिन यो अफ गर्छु भर्खर हजुरबासँग कुरा गरेको के भन्नु नि त्यो अब हल्लामा बसेर मान्छे जस्तै जे गयो भने पनि ठुला बडाको चाहिँ आशीर्वाद लिइरहनुपर्छ माया गर्नुपर्छ भन्ने कुरा भनेको होइन हजुरबालाई तपाईँ के भन्नुहुँदैन ठिकै हो त्यो कुरा अझै भन्नु न के ठिकै हो मैले भनेको कुरा ठिकै हो अनि त्यही म आएको भनेको नि वक्क त अन्त त्यो उताको कुरा दिमागमा होस् त राति पनि सम्झिदियोस् ल हजुरबा हजुरआमाले डर लाग्दो भन्नुभयो त्यस्तो हुन्छ नि लु हजुरबा त्यो भाडा पानी ल अब आजको लागि यति नै लु हजुरबा सबैजनाले गुड नाइट भनिदिनु त गुड नाइट अल अफ यु ल हजुरआमा गुड नाइट भन्नु गुड नाइट यहाँनिर दही हुँदैछ दही बनाउनु हुँदैछ कसलाई देखाएको फेरि मेरो भिडियो बनाएको ए लु बिताइ सभा केही हुँदैन गुड नाइट भनेर गुड नाइट